सो आज चाहिँ हामी यहाँ सटबरीको यो तमुजी समाजमा आइपुगेको छौँ। बेसिकली दिदीको हाम्रो नेपालबाट आउनुभएको दिदीको लागि वेलकम गर्नको लागि सबै हुनाले अब जस आफन्तहरू चिनजान रिलेटिभ्सहरू सबै आएर वेलकम टाइपको। र यो हाम्रो भेको हाम्रो परिवारको एकदमै गौरवको कुरा हो। हामीले बोलाएको उहाँलाई पाएकोमा र बधाई दिन पाएकोमा हामी एकदमै खुसी छौँ, एकदमै गौरवित छौँ र उहाँको छिटोभन्दा छिटो आफ्नो यही कार्यकालमा मन्त्री भएको देख्न पाऊँ भन्ने मेरो एकदमै इच्छा र हाम्रो तर्फबाट शुभकामना अनि बधाई छ। यति भन्दै गुरुङहरूको भाषण गर्न धन्यवाद। So guys, हामी चाहिँ टोस्ट गर्न लगाइरहेको छ अहिले। टोस्टिङ इन द फ्यान ब्रो। छोरीलाई यहाँ निम्तो गरिएको थियो। हामीहरू अहिले मैले यहाँ देखिरहेको छु तपाईँले यहाँसम्म आएर हामीलाई परिचय अथवा चिन्ने मौका दिनुभयो, त्यसको लागि बाबा र बाबाजीको तर्फबाट सबै हाम्रो आफन्त भन्नाले अब त अघिसम्म मैले अलिकति कम्ती आफन्त देखेँ, अहिले धेरै आफन्त भएको छु। यस्तो आफन्तहरू र तपाईँहरूको साथ सम्मान सधैँ भइरहँ र छोरी पनि अर्कै पत्रमा अर्कै किसिमको पदले आउने र यो टोस्टको लागि भाइ चित्रले नातिनुहोस् अनि टोस्ट गर्दा चाहिँ म भन्छु अनि मलाई गर्ने है, नातिनुहोस् खोल्नुहोस् नातिनुहोस् एकैछिन है, नातिनुहोस् नखानुहोस् है, एकछिन वेट। यो टोस्ट चाहिँ 3 पल्ट हुन्छ, मैले 3 पल्ट भन्छु, त्यो बेलामा मात्रै टोस्ट चेस गर्ने है, त्यतिकै खाने होइन प्लिज। मैले भन्छु अनि बेला खाने। वेट, सबैले समाउनुहोस् है, अनि उभिनुहोस् प्लिज, उभिएर बस्नुहोस्, उभिनुहोस्। हाम्रो छोरी गण्डकी प्रदेशकी सांसद सरस्वती गुरुङलाई हामी सबैको तर्फबाट शुभकामना अनि बधाई दिँदै चेस। ल एकपल्ट खानुहोस्। ल अब चाहिँ उहाँलाई नेपालमा यही कार्यकालमा मन्त्री हुने सौभाग्य मिलोस् भन्दै हामी सबैबाट चेस। अब लास्ट हामी सबै इष्टमित्र आज यहाँ जम्मा भएको यहाँहरू दीर्घायु अनि धेरै धेरै धन्यवाद र फेरि पनि यस्तै कार्यक्रममा भेटघाट गर्न पाऊँ यति भन्दै थर्ड चेस त ल सट्टा हान्दिनु पऱ्यो।
दाम भयो दाम खानेकुरा विथ द ल्याम्ब चिकन करी चटनी सलाद पापडी दम प्लेटहरू छ सिस्टम है भाइ सिस्टम लागेको भयो हल्का ड्रिङ्क्सहरू सो यहाँ सबैजना फेरि फोटो खिच्ने कार्यक्रम हुँदैछ सबैजना A few moments later. Where do we go now? Thank you.